नमस्कार। नो योर ल अर्थात् तपाईको कानुन तपाईले जान्नुहोस् र तपाई कानुनी अडचनबाट बस्नुहोस् भन्ने अभिप्रायका साथ नमस्ते ल नेपालबाट प्रस्तुत हुने कानुनका कुरामा यहाँलाई स्वागत छ। कानुनका कुरामा विभिन्न विषयवस्तु पस्किने क्रममा आजको एपिसोडमा हामीले नयाँ विषयवस्तु लिएर उपस्थित भएका छौं। ज्यान सम्बन्धी कसुर। कसैले कसैको नियतपूर्वक ज्यान मार्न वा ज्यान मार्ने कुनै काम गरेको अवस्थामा त्यसलाई ज्यान मार्ने कसुर भएको मानिन्छ र यस्तो कार्य गर्नु हुँदैन भनेर कानुनमा व्यवस्था गरिएको छ। ज्यान मार्ने कसुर निम्न अवस्थामा पनि हुन्छ। कसैले कसैको ज्यान मर्न सक्ने गरी नियतपूर्वक गम्भीर शारीरिक चोट वा क्षति पुर्याएकोमा तत्कालै ज्यान नमरी सोही चोटको कारण पछि ज्यान मरेमा, त्यसैगरी कसैले कुनै काम गर्दा साधारणतया मानिसको ज्यान जान सक्छ भन्ने जानी वा विश्वास गर्नुपर्ने कारण हुँदाहुँदै त्यस्तो व्यक्तिलाई मर्न दिएमा वा नबचाएमा र त्यसैगरी रिस इबी लिएर वा सोच विचार गरेर ज्यान लिएकोमा ज्यान सम्बन्धी कसुर गरेको मानिन्छ। यसरी ज्यान सम्बन्धी कसुर गरेकोमा मुलुकी अपराध संहितामा सजायको व्यवस्था गरिएको छ। यस्तो किसिमको कसुर गर्ने व्यक्तिलाई जन्म कैदको सजाय हुन्छ। गम्भीर उत्तेजना वा रिसको आवेशबाट ज्यान लिन हुँदैन। कसैले तत्काल गम्भीर उत्तेजना दिलाउने काम गरेबाट कसुरदारले आत्मसंयमको शक्ति गुमाई त्यस्तो उत्तेजना दिलाउने व्यक्तिको ज्यान लिनु हुँदैन। यस्तो आत्मसंयमको शक्ति गुमाई त्यस्तो उत्तेजना दिलाउने व्यक्तिको ज्यान लिने व्यक्तिलाई 10 वर्षदेखि 15 वर्षसम्म कैद र 1 लाख रुपैयाँदेखि 1,50,000 रुपैयाँसम्म जरिवाना हुन्छ। कानुनमा कसैले कसैको ज्यान लिएको अवस्थामा पनि सजाय नहुने केही अवस्थाहरू छन्। त्यस्तो अवस्था भनेको कानुनको पालना गर्दा, निजी रक्षाको अधिकारको प्रयोग गर्दा कुनै राष्ट्रसेवकले आफ्नो पदीय कर्तव्यको पालना गर्दा वा पालन गर्न लागेको कुनै कामबाट कसुरदार उत्तेजित हुन गएमा त्यस्तो अवस्थामा चाहिँ कसुर भएको मानिदैन। अर्थात् आफ्नो आत्मरक्षाको लागि राष्ट्रसेवकले आफ्नो पदीय कर्तव्यको पालना गर्दा र वा पालना गर्न लागेको कुनै कामबाट कसुरदार उत्तेजित भएको अवस्थामा कसैको ज्यान मर्न गएको छ भने त्यस्तो अवस्थामा कसुर कायम हुँदैन। निजी रक्षाको अधिकार असल नियतले प्रयोग गर्दा त्यस्तो अधिकारको सीमा नाग्न गई जसको विरुद्ध त्यस्तो अधिकार प्रयोग भएको हो सो व्यक्तिको ज्यान मरेमा पनि त्यसलाई कसुर मानिदैन र एकाएक भएको झगडामा उठेको रिसको आवेशमा तत्काल कसैको ज्यान मरेकोमा पनि त्यसलाई कसुर मानिदैन। तर कसुरदारले अनुचित लाभ हासिल गरेको वा अस्वाभाविक तवरबाट काम गरेको अवस्थामा भने कसुर कायम हुन्छ। नमस्ते ल नेपालको प्रस्तुति कानुनका कुरामा ज्यान सम्बन्धी कसुरको अर्को टपिक रहेको छ। मार्न चाहेको व्यक्ति नमरी अर्को व्यक्ति मरेमा कस्तो सजाय हुन्छ भन्ने सम्बन्धमा। मार्न चाहेको व्यक्ति नमरी अर्को व्यक्ति मरेमा सजाय हुन्छ। कसैले कसैलाई मार्ने नियतले कुनै व्यक्ति मर्न सक्छ भन्ने जानी वा त्यस्तो विश्वास गर्नुपर्ने कारण भई कुनै काम गर्दा त्यस्तो व्यक्ति नमरी अर्को व्यक्ति मर्न गएमा निजलाई जन्मकैदकै सजाय हुन्छ। एकजना व्यक्तिलाई मार्न खोजेकोमा अर्को व्यक्ति मर्यो भने पनि निजलाई जन्मकैदकै सजाय हुन्छ। त्यसैगरी कुनै व्यक्तिलाई गम्भीर उत्तेजना वा रिसको आवेशबाट ज्यान लिन खोजेको हो र उक्त व्यक्ति नभएर अर्कै व्यक्तिको ज्यान मर्यो भने पनि त्यस्तो अवस्थामा कसुर कायम हुन्छ। तर यस्तो अवस्थामा 10 वर्षदेखि 15 वर्षसम्म कैद र 50,000 देखि 1,50,000 रुपैयाँसम्म जरिवाना हुन्छ। ज्यान सम्बन्धी कसुरको अर्को विषयवस्तु छ लापरवाही। कसैले लापरवाहीपूर्वक काम गरेकोमा ज्यान गएको छ भने त्यस्तो अवस्थामा त्यसरी लापरवाहीपूर्ण काम गरेर ज्यान मार्ने व्यक्तिलाई 3 देखि 10 वर्षसम्म कैद र 30,000 रुपैयाँदेखि 1 लाख रुपैयाँसम्म जरिवाना हुन्छ।
र हेलचक्र्याइँबाट कसैको ज्यान गएको अवस्था, लापरवाहीबाट कसैको ज्यान गएको अवस्थामा 3 देखि 10 वर्षसम्म कैद र 30,000 रुपियाँदेखि 1 लाख रुपियाँसम्म जरिवाना हुन्छ भने कसैले हेलचक्र्याइँ गरी काम गर्दा कसैको ज्यान गएको छ भने त्यस्तो अवस्थामा 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुन्छ। कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था नदेखिएकोमा कसैले कुनै काम गर्दा भवितव्यमा परि कसैको ज्यान गएमा निजलाई 6 महिनादेखि 2 वर्षसम्म कैद वा 20,000 सम्म जरिवाना हुन्छ। ज्यान सम्बन्धी कसुरमा ज्यान मार्ने उद्योग पनि अर्को महत्त्वपूर्ण विषय हो। ज्यान मार्ने उद्योग, कसैले कसैको ज्यान मार्ने नियतले त्यस्तो उद्योग गर्न हुँदैन। ज्यान मार्ने उद्योग भनेको मार्ने अभिप्राय राखी मार्नेसम्मको योजना बनाई सम्पूर्ण कर्महरू गरेको छ तर मान्छेको ज्यान मरेको छैन भने त्यस्तोलाई ज्यान मार्ने सम्बन्धी उद्योगको कसुर मानिन्छ। यसरी कसैले कसैको ज्यान मार्ने नियतले उद्योग गरेको रहेछ भने त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई 10 वर्षसम्म कैद र 1 लाख रुपियाँसम्म जरिवाना हुन्छ। त्यसैगरी ज्यान सम्बन्धी कसुरको अर्को असाध्यै महत्त्वपूर्ण विषयवस्तु आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई ज्यान मार्न नहुने सम्बन्धी। आफ्नो संरक्षकत्वमा रहेको व्यक्ति, आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न हुँदैन अथवा नहुने भन्ने व्यवस्था छ। कुनै नवजात शिशु, बालबालिका, अशक्त, रोगी वा वृद्ध व्यक्तिलाई आफूले हेरचाह वा स्याहार समार गर्ने कर्तव्य भएको व्यक्तिले निजको जीव ज्यानमा खतरा पुग्न सक्ने गरी फाल्न, परित्याग गर्न वा त्यस्तो व्यवस्था गर्ने गरी त्यस्तो मर्छ भन्ने, ज्यान खतरामा छ भन्ने जानी जानी त्यसरी छोड्नु हुँदैन, परित्याग गर्नु हुँदैन। यसरी छोडेको छ र परित्याग गरेको छ भने त्यस्तो अवस्थामा कसुर गर्ने वा गराउने व्यक्तिलाई 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुन्छ। आफ्नो संरक्षकत्वमा रहेको नवजात शिशु, बालबालिका, अशक्त रोगी वा वृद्ध व्यक्ति, आफूले हेरचाह वा सम्हार गर्ने कर्तव्य भएका व्यक्तिले त्यस्तो व्यक्तिलाई चाहिँ परित्याग गरेमा वा छोडेमा त्यहाँ चाहिँ 3 वर्षसम्म कैद र 30,000 रुपियाँसम्म जरिवाना हुन्छ। यस्तो अवस्था चाहिँ ज्यान नमरेको अवस्थामा हो। तर यस्तो कसुरबाट त्यस्तो बालबालिका, अशक्त रोगी वा वृद्ध व्यक्ति मरेको रहेछ भने कसुरदारलाई 7 वर्षसम्म कैद र 70,000 रुपियाँसम्म जरिवाना हुन्छ। तर फालिएको, परित्याग गरिएको, बेवास्ता गरी छाडेको कारणबाट नवजात शिशु भनेको भर्खरै जन्मेको शिशुको मृत्यु भएमा चाहिँ जन्म कैदको सजाय हुन्छ। ज्यान सम्बन्धी कसुरमा अर्को आत्महत्या दुरुत्सान रहेको छ। कसैले कसैलाई आत्महत्या गर्न, दुरुत्सान दिन वा त्यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन। यसरी यस्तो परिस्थिति सिर्जना गरेकोमा कोही व्यक्तिलाई आत्महत्या दुरुत्सान गरेको अवस्थामा त्यस्तो व्यक्तिलाई 5 वर्षसम्म कैद र 50,000 रुपियाँसम्म जरिवाना हुन्छ। कोही व्यक्ति मरिरहेको छ, मर्दैछ अथवा मर्नेसम्मको चाहिँ परिस्थिति सिर्जना गरेको छ भने त्यस्तो अवस्थामा चाहिँ त्यो जसले चाहिँ इन्ड्युस गरेको हुन्छ, जसले चाहिँ दुरुत्सान गरेको हुन्छ त्यो व्यक्तिलाई 5 वर्षसम्म कैद र 50,000 रुपियाँसम्म जरिवाना हुन्छ। मुलुकी अपराध संहितामा कानुनी व्यवस्था जुन रहेको छ, ज्यान सम्बन्धी कसुरको उजुर गर्नुपर्ने हदम्याद, कहिलेसम्म उजुर गरेमा यस्तो कसुरमा कसुरदारलाई सजाय दिलाउन सकिन्छ भन्ने व्यवस्था हदम्यादको व्यवस्था हो। सामान्यतया कसुर भएको थाहा पाएको मितिले 6 महिनाभित्र उजुर गर्नुपर्दछ भन्ने व्यवस्था छ। तर कसुरदार यही हो भन्ने पत्ता नलागेकोमा चाहिँ 20 वर्षसम्म उजुर गर्ने हदम्याद रहेको हुन्छ। त्यसैगरी कसुरदार आफै साबित भई पोलेकोमा जहिलेसुकै पनि उजुर लाग्दछ। त्यसैगरी कर्तव्यको उजुरी परेकोमा अनुसन्धानबाट कर्तव्यवाला यही हो भन्ने पत्ता लागेकोमा 2 वर्षसम्म उजुरी लाग्दछ। सामान्यतया 6 महिनासम्म यसको उजुरी लाग्छ। कसुरदार यही हो भन्ने पत्ता नलागेकोमा 20 वर्षसम्म उजुर लाग्छ।
कसुरदार आफै साबित भएर मैले मारेको हुँ, मैले त्यो घटना घटाएको हुँ भनेर साबित भएर आयो भने जीवनकालभरि जहिले पनि उजुर लाग्छ र फल्ना व्यक्तिले मारेको हो भनेर भन्ने थाहा भइसकेको कन्डिसनमा चाहिँ 2 वर्षसम्म त्यसको उजुरी लाग्दछ। र यसको उजुरी कहाँ गर्ने भन्दा जहाँ घटना घटेको छ सबैभन्दा नजिकको प्रहरी कार्यालयमा यसको उजुरी गर्नुपर्दछ र यसको मुद्दा सम्बन्धित जिल्ला अदालतमा अर्थात् जुन जिल्लामा घटना घटेको छ, ज्यान सम्बन्धी कसुर भएको छ त्यस्तो जिल्ला अदालतमा मुद्दा लाग्दछ। नमस्ते ल नेपालबाट प्रस्तुत हुने कानुनका कुरामा आज हामीले राखेको ज्यान सम्बन्धी कसुरको विषयवस्तु यहाँलाई कस्तो लागेको छ? यहाँलाई जस्ताको तस्तै जे लागेको छ त्यही कुरा हामीलाई भन्नुहोला। यहाँले कमेन्ट गर्न सक्नुहुनेछ र ज्यान सम्बन्धी कसुरको अरू केही यहाँलाई जानकारी लिन मन छ भने यहाँले हामीसँग प्रश्न पनि सोध्नुहुनेछ। त्यसको लागि हामीले यहाँलाई जानकारी गराउने प्रयत्न गर्नेछौँ। आजको एपिसोड कस्तो लाग्यो हामीलाई भन्नुहोला। आजको एपिसोड हेरेर साथ दिनुभएकोमा धन्यवाद। नमस्कार।